नमस्कार सबैजनामा शुभ प्रभात। आज विजयादशमीको यो बिहानी पख यहाँहरू सबैमा बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र आज साबिक कोबरा 5 खाडी गाउँ, हाल गौरादा नगरपालिका 6 नम्बरमा अवस्थित सुरु भएर पारिपट्टि रतुवामय नगरपालिका मरङ भोल्का डुब्बामा जोड्ने यो सम्भवतः नेपालको दोस्रो लामो झोलुङ्गे पुल भन्ने सुनिएको छ। र यो पुल आज अवलोकन गर्न आएको छु। एकदमै अमाजिङ लागिरहेको छ र स्थानीय बासिन्दाहरूलाई आवत जावत गर्न, वरिपरि आवत जावत गर्नलाई एकदम सहज सरल पनि भएको छ। र यो यहाँहरूले देख्न सक्नुहुनेछ, यो सिरु घाँस फुलेर होइन एकदम रुवा जस्तो देखिएको छ। यो एउटा ब्युटिफुल सुन्दर दृश्य सँगसँगै हामीले देखिरहेका छौँ। हवस् त, सबैमा धन्यवाद छ।